ओ माई गॉड यताबाट आएन अघि हामी चाहिँ सिङ्गलै चाहिने भयो हेलो गाइज वेलकम टु न्यू ब्लग हामी चाहिँ टट्टा आज छुट्टी छ होइन निस्किरहेको छौँ होइन घुम्नलाई सो हामी चाहिँ बाहिर निस्किरहेको छौँ होइन हरियाली छ दामी छ सिन दाइ आइराख्नु भएको छ पछाडि भाउजूसँग बोल्दै होइन दामी छ यार सिनमा कसम हामी चाहिँ टावर पार्क घुम्न आइसक्यौँ होइन फाइनल्ली भित्र छिरिसक्यौँ पनि कस्तो चाहिँ रहेछ भनेको यस्तो रहेछ घारी सारी घारी सुरु रुखपात राम्रो छ उता यो रुखपात चाहिँ शीतल होस् शीतल नहोस् यहाँ आउने घुम्न मान्छेलाई भनेर चाहिँ व्यवस्था गरिएको हो यो आफै रोपेको आफै पलाएको होइन यसलाई घारी भन्न मिल्दैन यसलाई चाहिँ मान्छे जागरुक भएको भन्न मिल्छ बुझ्यो त्यो भविष्यको लागि सोचेर आजभन्दा 15 वर्ष अगाडि म यही ठाउँमा चेन्नईमा आउँदाखेरि यो पुरै घाम हुन्थ्यो यस्तो जङ्गल जस्तो अहिले त बनाएको त्यतिखेर थिएन यस्तो खुल्ला थियो पुरा यहाँबाट वारपार देखिन्थ्यो यो अहिले 10 वर्ष पछाडिको लागि सोचेर यहाँको सरकारले यहाँको जसले पनि यो चलाइरहेको छ यहाँको महानगर जस्तो हाम्रो महानगर हुन्छ नि हो त्यस्तो यहाँको होला एउटा हो त्यस्तोले यो 10 वर्ष पछाडिको लागि सोचेर जुन गरेको यो सक्सेसफुल भएछ क्या यो देखेर खुसी लाग्यो मलाई पनि अहिले खतरा भएछ होइन यस्तो कहाँ टाइल्सहरू यस्तो लगाएको थिएन टाइल्सहरू लगाएर खतरा बनाएको हिँड्नु पर्थ्यो यहाँ हामी ब्याडमिन्टन गेम खेल्थ्यौँ ब्रेक टाइममा आएर अहिले त यो यसो पोखरी बनाएको रहेछ अब यो पनि अब आजको पछिको 10 वर्षमा यहाँ पनि टाइल्स लगाएर स्विमिङ पुल जस्तो बनाउने सक्छन् यहाँ गर्न के नसक्ने रहेछ गर्न चाहेपछि नेपालमा हुन्न त होइन 100 वर्ष लाग्छ विकास हुन यहाँ कति 10-15 वर्ष यस्तो यस्तो भइसक्यो म छक्क पऱ्यो अहिले यही ठाउँमा म कन्फ्युज भइरहेको छु गेट कता हो निस्किने कता हो कता जाने बाटो कता हो थाहा पाउन गाह्रो बनाइदियो यस्तै छ यी सिनहरू चाहिँ यहाँ केही पालेको छ क्या गइसक्यो माछा साछा केही होला सफा गर्नको लागि गार्डन सफा गर्न 5-6 जना त यति छन् देखेको मात्रै 6 जना छन् होइन अब यसको पछाडि कतिजना अरू छन् कति 7-8 घन्टा यिनीहरूले हेर्ने होला अनि अर्को नेक्स्ट टाइम होला अर्को होइन आरामले सुत्नको लागि पनि व्यवस्था बोरा ल्याएर सुत्न पनि मिल्यो त्यता यता पनि छ यसो खेल्ने सेल्ने छ केटाकेटी होइन हाम्रो लागि हो दाइ हो कुद्नु न यहाँ तपाईँ खेप कुद्नु न खेप ढिकी च्याउ यस्तो छ खेल्ने ठाउँ पनि यस्तो घुमिरहेको छौँ हामी चाहिँ होइन लास्टै गरम चाहिँ भइसक्यो यस्तो रुखपात छ भने लास्टै गरम छ कि यहाँ त घाम लागिरहेको छ यो घाम चाहिँ लास्टै छ है बाहिरबाट हेरिदिनु नि त कस्तो छ मान्छे यहीँ बस्थ्यो पहिला अरू थिएन यहीँ बस्थ्यो मान्छे यति मात्रै थियो खतरा छ त टुरिङ चढ्ने हो दाइ टावर जाउँ न होइन बल्ल बल्ल आएको अर्को टाइम अर्कै ठाउँमा जाने हो पैसा दिन्छ कि लिन्छ पैसा लिन्छ नि कहाँ त्यत्रो टावर छ बनाएको छ अनि त्यसलाई सफा गर्ने मान्छेहरूलाई दिनु परेन कहाँ दाइ यार सबै फ्री हो भन्दैन यहाँभित्र छिर्न हेर्न फ्री छ भित्र चढ्न पनि फ्री हो भने त नि गेम खेल्ने हामी चाहिँ अब टावरमा चढ्नु पर्ने हुन्छ फाइनल्ली साथीहरू कति लाग्छ पैसा न 1 2 3 ओ माई गॉड साथीहरू टावरमा चढ्नु पैसा लाग्छ भनेको फ्री रहेछ होइन नेपालमा भए त 20 रुपियाँ घन्टा गरेर चढ्नु 20 रुपियाँ लाग्छ 20 रुपियाँ कमसेकम 500 रुपियाँ टिकट हुन्छ यसमा भएको भए त नेपालमा तपाईँहरूको झापामा छ नि केपीले बनाएको त्यसमा कति लाग्छ अरे पैसा त्यस्तो त उयो महल जस्तो बनाएको हो तर त्यो अहिलेसम्म ओपनिङ भएन कसैले त्यहाँ बिजनेस गर्नै चाहँदैन त्यो घारीमा कसले गर्ने बनाउनु नि त्यस्तो ठाउँ बनाएको नि त साइकलले के सोचेर बनाएको होइन त्यत्रो अरू ठाउँमा लगानी गरिदिएको भए अब रोड हेर्ने हो रोड हेर्नु न नेपालको कस्तो छ रोड के भएको केपीलाई हामी हेर्दा त 2 तला चढिसक्यो त्यति राम्रो कार्पेट ओछ्याएको छ ताकि खुट्टा पनि नचिप्लोस् ट्याक बसोस्
अनि हिँड्दाखेरि हामीलाई लागेको छैन हामी केहीमा हिँड्दैछौँ केही फर्ममा हिँड्दैछौँ जस्तो लाग्यो त्यस्तै भइरहेछ झन् जुत्ता लगाइरहेको होइन स्पन्जमाथि हामी टेकिरहेको छौँ अहिले चाहिँ हेर्दा हेर्दै कति 3 तलामाथि चढिसक्यो तलामा आइसक्यो अझ 10 तला बाँकी छ मान्छेहरू थाकेर बिचमै बसिराख्नु भएको छ नदेखाम जोडीहरूलाई चाहिँ होइन अलिक रिस मान्छन् गाली गर्छ हावा हेऱ्यो न हावा हामी फाइनली चाबीहरू होइन माथि टपमा आइपुगिसक्यो पुरै लगभग झन्डै पुरै चेन्नई टोटल्ली देखिन्छ खतरा हावा चलिरहेछ रे हामी अब यहाँ हेर्नु दाइ यताबाट आएको हामी अघि हामी यताबाट आएको दाइ यताबाट आएको होइन अघि हामी यताबाट आएन अघि यताबाट यस्तो भित्र छिरेको जस्तो लाग्छ है रिङ्गटा चलाएको यस्तो छ कि नपर्ने माथि आइसकेपछि चाहिँ हामीले आफ्नो हामी कताबाट आएको थियौँ भनेर हाम्रो लोकेसन पनि पत्ता लगाउन सक्छौँ उयो ठाउँमा हामी गएको छैनौँ नि अघि होइन अब यो घर त नित्रै देखिन्छ त नि अनि यति माथि आएको छ मलाई यत्रो तल हेर्नु न त्यत्रो तल पनि यत्रो देखिन थालिन्छ अब त त्यतिखेर आउँदा हामी जहिले तालमा हुन्थ्यो अहिले सोचेँ क्या मैले के छ के रात छ सबले देखेँ भनेर लास्टमा यहाँ पेन्टिङ गरेको पहिला भने यो पिङ्क कलरको थियो धेरै देखेँ भनेर नो सेट हामी चाहिँ सिङ्गलै मरिने भयो अब चाहिँ छैन होला हामी चाहिँ सिङ्गलै चाहिने भयो एउटा तलामा एउटा चाहिँ बसेकै हुँदो रहेछ एउटा तलामा एउटा अहिले एकछिन प्याएको भित्तामा पुरै हुने रहेछ होइन राति खुल्ला हो अन्त राति खोल्दैन भन्नुहुन्छ 3-4 बजीदेखि राति खोल्दैन त काम काम होइन एउटा यहाँ मेरो पनि हाल यहाँ मन पर्यो त्यहाँनिर त्यो अब निस्किनु पर्ने हुन्छ साथीहरू होइन लास्ट चाहिँ भुडीले चाहिँ भित्र हानिन्छ मुसा कुद्नु थाल्छ 13-14 तलाको टावर बाटो चढ्दा पनि हामी थाकिने केही महसुसै भएन किनकि त्यहाँ फर्म लगाएको थियो हामीलाई चढ्नको लागि एकदमै सजिलो एकदम मजा आयो होइन अनि आउँदाखेरि पनि होइन हावाले ठेलेर ल्याउने रहेछ कम्ता मजा भयो त फाइनली फ्रीमा चढ्न पाइयो त्यही खुसी होइन सरकारले यति चाहिँ गरेको छ क्या इन्डियामा चाहिँ होइन नेपालमा भयो यदि चढ्न तपाईँ नभने 500 रुपियाँ टिकट 500 रुपियाँ नभयो भने 200-300 त लिनै हाल्थ्यो नर्मली त्यति त लिनै हाल्थ्यो जोडीलाई 500 एकलाई 250 त लिनै हाल्थ्यो अनि हेर्नु न अहिले जोडी पनि मस्त बसेको छ होइन हामी सिङ्गलै मरिने भयो हामी त हेरेको हामी हेरेको जोडी नै जोडी हो साथीहरू तल नै पछि तलमा 2-3वटा ठाउँ जहाँ खाली छ त्यो बस्तिहाल्ने मैले चाहिँ खिचिनँ त्यसरी खिच्न हुन्न अरूको भिडियोहरू होइन 1-2वटा खिचेछु हामी चाहिँ रुम गइरहेको छु मैले अटोमा होइन फाइनली मस्त मासु पाकिरहेको छ यहाँ चाहिँ हामी चाहिँ रुम पनि आइपुगिसक्यौँ टमाटर धनियाँ छ फाइनली रुम आएर पनि मैले चाहिँ मासु पनि पकाइछु होइन नेक्स्ट भिडियोमा भेटौँ अब होइन यस्तै भयो यस्तै भिडियो आज चाहिँ बाई बाई गाइज